हजुर आरामै हुनुहुन्छ म त अलिक बिसन्चो छु है त्यही भएर अलिक भन न हजुरको सामु पनि बोल्नु गाह्रो हुनुभयो त्यही पनि म आफ्नो भनौँ न मैले सकेसम्म तपाईँहरूलाई देखाउने प्रयास गर्छु डान्स हो पहिला त म होइन मेरो डान्स ल्याउनु डान्स कस्तो यो ताली त भइदिएर छ नि त्यसैले यो डान्स देखाउनु पनि अलिकति गाह्रो हुन्छ र आजकल ताली झन् महँगी भएछ त्यसैले तपाईँहरूले ताली कति मनपर्छ ताली कसलाई मनपर्छ तालीको कसलाई मनपर्छ तालीको तरकारी हो फेरि तालीको तरकारी कसलाई मनपर्छ म देखाएँ नि तालीको डान्स आयो खुसीको दिन आयो वाव नाइस रमाउँदै नाचौँ क्रिसमस आयो आँगनमा हाँस्दै रमाउँदै नाचौँ छपछपी नाचिदेऊ न बादलको तालैमा छपछपी नाचिदेऊ न बादलको तालैमा हाम्रो येशूको जन्मदिनमा हाम्रो येशूको जन्मदिनमा खुसी र आनन्द मनाऊ हाम्रो राजाको जन्ममा खुसी र आनन्द मनाऊ हाम्रो राजाको जन्ममा हर्ष मनाऊ न ताली बजाऊ न हर्ष मनाऊ न ताली बजाऊ न हाम्रो येशूको जन्मदिनमा
तपाईँले त कस्तो डान्स नानीहरूलाई एकदम रमाइलो के लज्जा लाग्दैन तालीको चस्मा पनि पर्छ त अब यो तालीको भाग फेर पेरेर होइन चस्मा लाउनु धेरै आँखा लाग्छ नि त त्यो चस्मा लाउनु पर्छ तालीले पनि आफ्नो फेर लाग्छ नि त्यस चस्माले नै सबै पर्छ कस्तो लाग्यो हजुर कस्तो लाग्यो राम्रो कस्तो राम्रो धन्यवाद गाउँ अब गाउँको है भइसकेको छ अब नेता पूर्व यथावधि वर्तमान के हो अहिले वर्तमानको प्रधानमन्त्रीको नाम के भन्नुभयो तपाईँलाई भन्ने राष्ट्रपतिको पुरुष कि महिला हो महिला मात्र भन्ने पुरुष कि महिला हो राष्ट्रपति हजुर महिला 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 म पनि महिला है महिला छोरा महिला छोरा गर्नु लाग्छ मलाई महिला छोरा राष्ट्रपति महिला है महिला म महिला उहाँहरू महिला महिला छोरा महिला छोरीमा फरक अब जाउँ तिब्रुलाई स्वागत छ स्वागत आउनु पर्नुहोस् अब सेवा देवती बस्नु आउनुहोस् तपाईँहरू स्वागत छ यसमा अब बिरामी भनेर स्वागत गरे हामी बिरामी भनेर आउनुहोस् तपाईँलाई पनि स्वागत छ हामी स्वागत गरिसकेका छौँ उहाँहरू दुई तार बनाउनुहोस् उहाँहरू उहाँले आफ्नो भनेरमा केही भनेर होइन हामी यहाँ गरिहाल्छौँ स्वागत छ पूर्व मन्त्री भएर तपाईँ कसरी चाहिँ यो देशलाई भनौँ न तपाईँले हातमा चलाउनु सक्नुभयो हातमा भनेको छ तपाईँले देश कसरी चलाउनु भयो भन्न चाहन्छ तपाईँ यो त तपाईँको प्रस्ताव के राख्न सक्नुहुन्छ सर्वप्रथम वैज्ञानिक छ कोभिडहरूलाई अल्लाहसँग पनि छ अब भन्नुपर्दा यो समयमा दार्जिलिङ राष्ट्रले राज्यमा राष्ट्र आज बढी के कृपा छ दार्जिलिङ साइड आउँछु भनेर एकदम बनाइरहेको यो बा भनेको शब्दले मेरो बा पनि छ हजुरबा सबैले के बुबा भन्नुहुन्छ खुसी लाग्छ अब यो पूर्व के बुबाको हुन्थेन कसरी देशलाई आठ पास गरेर 3 पञ्चटी दिन्छ आकाश गर्ने टिप्पो त्यस्तो लगाइयो कस्तो गर्नु पाइन्छ त्यस्तो लाग्दा यहाँ त फेरि चलाउनु पाइँदैन ल ठिक छ यो तर यो शब्दलाई के भन्न चाहन्छु अब पनि अहिले भनौँ न यो पूर्व के बुबाको पूर्व पहिले गरेको काम धेरै छ